हेलो एभ्रिवान, गुड आफ्टरनुन। आज हेर्नुहोस् है, आज चाहिँ यहाँ हेर्नुहोस् है मेरो के छ, सुँगुरको खुट्टाको अचार र कालो दालसँग चाहिँ भात खाएर तपाईँहरूलाई म देखाउँदैछु है। हेर्नुहोस् ल, है सुरु गरेँ। यो अलिक झिङ्गालाई डिस्टर्ब गर्यो, कताबाट आयो कि त्यो अचार थुकायो साथीहरू, थुकायो दिउँ, थुकायो थुकायो लु खाएँ साथीहरू। कति बात यस्तो मासु हुँदा कसले अरू अचार हेर्छ साथीहरू। खाएँ साथीहरू, खाएँ ल खाउँछ दोस ए म त यहाँ उयो मेरो फोन त दामी। आमा पिरो पनि चट्ट परेको पिरो। नानी कस्तो लाग्यो? औ नाना कति मिठो भएछ साथीहरू, दामी। बेसी मिठो भएर साथीहरू भन्नु दाल त के जरुरत थिएन नि। दामी तातो, तातो तातो गयो तातो। भात पनि बस है दामी। यो चाहिँ मैले बनाएकै साथी। कस्तो भयो? Mama, itu par-par masih ini. हुन्छ मेरोमा छाला मात्रै आयो। छालासाला सब मजाले पाकेको छ। पाक्नु पनि चुक्क पारेको छ दामी। आमा तपाईँ राम्रो गर्नुभयो मलाई बोलाएर। न म डेनहरू न अन्तखेरि बोलाउनु भयो नि त। छट्टु छ यो, म खुसी लाग्यो। यो आउट भएको चाहिँ मेरो छोरी। उनीहरू दाल हाल न, किनभने मलाई डेनहरू मन पर्दैन नि त। कस्तो लाग्यो? दामी साथीहरू। त्यस्तो पायो भने के होटल जाने? के होटल घरमै हुन्छ। बनाउनु दामी। लिम्बू नि हो, राईको छोरी, लिम्बूको बुहारी खानै पर्यो नि। यत्तिको त दिनुपर्छ, जातले पाएको। खाँदिन भन्दै थियो नि हो। होइन ल साथी, अब त सेकेन्ड थपनी जस्तो भइसक्यो त। दामी।